सागर सर यो के भइरहेको यो एकदम हाम्रो स्थानीय मण्डलीहरू सबैजना मिलेर हाम्रो स्कुल पछाडि झाडी भरे भन्ने खबर आयो। हाम्रो विगत 72 सालदेखि भुइँचालोदेखि अहिलेसम्म हाम्रो UWFC मिनिस्ट्रिजको हाम्रो भोलिन्टियर साथीहरू हामी निरन्तर खटिरहेको छौँ, श्रमदान गरिरहनु भएको छ होइन त। वास्तवमा भन्नुपर्दा हर्कन सम्पादनले पनि हाम्रै कामलाई देखेर चाहिँ नि फलो गरे हुनसक्छ, फलो गरेर हुनसक्छ हो भनेर हामी आरोप लाउँदैन। उहाँले श्रमदान गर्नुभएको उहाँले मलाई लाग्छ 69 सालदेखि हामीले हामी 72 साल भनेपछि करिबन हामीले 7-8 वर्ष अगाडिदेखिबाट नै हामीले धेरै ठाउँमा गरिसकेका छौँ। अनि यहाँ आज श्रमदानमा आउने भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ एउटा मण्डलीको अगुवाको लिडर भएको हैसियतले? प्रभुलाई आशिष दिनुभएको होस्, मण्डलीलाई धन्यवाद। अनि निस्वार्थ भावना लिएर होइन कुनै पनि स्वार्थको भाव नलिएर गर्नुपर्छ। हामीले मण्डलीभित्र मात्रै उफ्रिने र थुप्रिने होइन, सही कुरा भन्नु, तर बाहिर पनि समाजमा यसरी समाज सेवा गर्नुपर्छ भन्ने कुराहरू हाम्रो स्थानीय मण्डलीका हाम्रो होनहार युवा यहाँ पास्टर पनि हुनुहुन्छ, अगुवाहरू पनि हुनुहुन्छ, जवानहरू हुनुहुन्छ, भाइ बहिनीहरू। हामी लगभग 12-13 जना 12-15 जना कति छ हामी छौँ। परि आयो भने हामीले 100-150 पनि उधार्न सक्छौँ। तर यो ठाउँ सानो, तर हामीले उता देखाउन सक्नुहुन्छ बाँसको झ्याङहरू केराको झ्याङहरू सब फाँडेको छ। तब हामीले कति घन्टा जति काम गरिसक्यो आज? लगभग 2.5 घन्टा भयो। 2.5 घन्टा भयो। अब आधी घन्टा दिन सकिन्छ है? अब आधा घन्टाको टार्गेट छ हामीले सबै फाँड्नको लागि। हुन्छ। अनि अब आगामी दिनमा पनि यस्तै कामहरू आयो भने हामी सहयोग गर्न तयार छौँ होइन? एकदम हामी एकदम 24 घन्टा हामी रेडी छौँ त्यसको लागि। यो एउटा प्रभुको सेवा हो, यसैले भन्नुभएको कुरा हो कि होइन हामीले घरभित्र बसेर मण्डलीभित्र बसेर प्रार्थना मात्र होइन, बाहिर देखाउनु पनि पर्छ। बिब्लिकल रूपमा पनि यो एकदम समाजमा देखिने काम हो। यो त्यसबाट चाहिँ सुसमाचारको कुरा पनि हो, यो बोलेर होइन गरेर देखाउने कुरा हो। हुन्छ। अन्तमा अब हाम्रो यहाँ स्थानीयवासीहरूलाई अनि हाम्रो मण्डलीका अगुवा लिडरहरूलाई केही भन्न चाहनुहुन्छ? एकदमै धेरै धन्यवाद। मण्डलीका जति पनि लिडरहरू हुनुहुन्छ उहाँहरूको एउटा हौसला उत्साहद्वारा जवानहरूले एउटा मण्डलीको प्रतिनिधित्व गर्दै मण्डलीको प्रतिनिधित्व गर्दै यसरी आफ्नो समय निकालेर केही गर्नुपर्छ भन्ने भावना राखेर कतिको हात पनि काटेको छ तर पनि टेप लगाएर गर्नुभएको छ होइन। धेरै धन्यवाद प्रभुले धेरै आशिष। हुन्छ सागरजी, तपाईँले महत्त्वपूर्ण भनाइ राख्नुभयो, तपाईँलाई विशेष गरी धन्यवाद। हजुरलाई पनि धेरै धेरै